मेरो नेतृत्वमा उठ्छु भनेर आउनुभएको नेतृत्व दिन चाहनेहरूलाई मेरो एउटा प्रश्न छ होइन। प्रकृतिले सुम्पेको यो मानव शरीरलाई तपाईँहरूको समूहले माझा बजारमा जिउँदै होइन, जहाँ भेट्यो त्यहीँ होइन, तँलाई ठोक्छु बजाउँछु भन्दै हिँड्ने अधिकार तपाईँहरूको नेतृत्वमा कसले दियो? तपाईँहरूले चुनेर पठाएको जनताद्वारा निर्वाचित अफिस कार्यालयमा अफिसमा हुनुपर्ने नेता अथवा नेतृत्वको मान्छे माझा बजारमा नागरिकलाई धम्की दिँदै हिँड्न पाउँछ भने त्यो तपाईँको लोकतन्त्र र समाजवादको नारा कहाँनिर चाहिँ लागु हुन्छ मलाई बताइदिनुहोस्। मेरो प्रश्न छ, हरेक नेतृत्वलाई यो प्रश्न हो मेरो है, एउटालाई मात्रै होइन, भोलि यो अर्कोलाई नि पर्न सक्छ, सबैले निभाउन पर्ने स्थिति हो है। तपाईँहरू म मरेँ भने मेरो अगाडि मुर्दा लाउँदाखेरि होइन, म शमशान घाटमा जल्नुपर्ने तपाईँहरूको नेतृत्वमाथि मुर्दा बात लाउँदाखेरि तपाईँहरू फेरि सक्षम छौँ भनेर कसरी आउन सक्नुहुन्छ? मेरो तर्क यो हो, तपाईँमाथि पटक पटक होइन, म एकचोटि मुर्दा भएपछि जल्नु पर्यो, तपाईँहरू चाहिँ जल्न नपर्ने, जिउँदैछु भनेर जतिखेर हामीले चाहिँ प्रभाव पार्ने बाघले थिचिएको यो टाउकोमा बुझ्नुभयो, फेरि अर्को बाघ नलाग्नुहोस्। मेरो यही प्रश्न छ, यसको उत्तर दिनुभयो।